परमेश्वरलाई महिमा होस्। प्रभु येशू ख्रीष्टको नाउँमा अभिवादन। जय मसीह। मेरो प्रिय, म तपाईँहरूलाई आज परमेश्वरको वचनबाट केही उत्साह दिन चाहन्छु। इजिकियल 36 को 26 पदमा यसरी लेखेको छ, म तिमीहरूलाई एउटा नयाँ हृदय दिनेछु र तिमीहरू विरुद्ध म नयाँ आत्मा हालिदिनेछु। तिमीहरूबाट म ढुङ्गाको हृदय निकालेर म त्यसको सट्टामा तिमीहरूलाई मासुको हृदय दिनेछु। परमप्रभुको वचन इजिकियललाई परमेश्वरले भन्नुहुन्छ, यो भन भनेर भन्नुहुन्छ। मेरो प्रिय, मानिसहरूलाई चाहिँ परमेश्वरले वास्तवमा किन यो भन्नुभयो, मानिसको हृदय कस्तो छ, मानिसको हृदयलाई परमेश्वरले किन परिवर्तन गर्न चाहनुभयो, अथवा मानिसको हृदयलाई बदल्न किन परमेश्वरले चाहनुभयो। अनि आज म तपाईँहरूलाई बताउन चाहन्छु, परमेश्वरले बदल्नु हुने नयाँ हृदय, आत्मिक परिवर्तनको यार्थाको विषयमा टाइटलमा रहेर 4वटा महत्त्वपूर्ण कुराहरू तपाईँहरूको माझमा म प्रचार गर्नेछु। अनि प्रश्न छ, तपाईँ र मलाई परमेश्वरले हाम्रो हृदय किन परिवर्तन गर्न आवश्यक छ? परमेश्वरले हाम्रो हृदय किन परिवर्तन गर्न आवश्यक छ? प्रिय, प्रश्न तपाईँ अनि मेरो निम्ति छ। इजिकियल 11:19मा म तिमीहरूलाई एउटै हृदय दिनेछु र तिमीहरू विरुद्ध म नयाँ आत्मा हालिदिनेछु। प्रिय, परमेश्वरले दिने एउटै हृदय, अनि उहाँले भन्नुहुन्छ नयाँ आत्मा, त हृदय विरुद्ध चाहिँ नयाँ आत्मा हालिदिनेछु। अनि नम्बर 1मा चाहिँ हाम्रो हृदय परिवर्तन गर्न आवश्यक छ। किन थाहा छ प्रिय? मानिसको हृदय चाहिँ के छ? कठोरता, रिस, घमण्ड र पापको बन्धनले भरिएको छ मानिसको हृदय। अनि यो हृदयले, जब मान्छेको हृदय विरुद्ध, मानिसको हृदय विरुद्ध पाप, घमण्ड, अहङ्कार, रिस, क्रोधहरू, कठोरताहरूले भरिएको छ भने त्यो हृदयको कुरा नै मानिसले के गर्दछ? बाहिर निकाल्दछ। त्यसले कहिले पनि के गर्दछ? खराबै गर्दछ। ती कुराहरूले, खराब कुराहरूको रिजल्ट कहिले पनि के हुन्छ? खराबै हुन्छ। त उनीहरूले परमेश्वरले भन्नुभयो कि अब परमेश्वरबाट आउने हृदय चाहिँ प्रेम र नम्रताले भरिएको हुन्छ। अनि परमेश्वरले भन्नुहुन्छ, प्रेम र नम्रताको हृदय म तिमीलाई के गर्नेछु? दिनेछु। अनि परमेश्वरको बाट आउने प्रेम र नम्रताको हृदयले हामीलाई, हाम्रो जीवनमा के गर्दछ? नम्रताले र प्रेमले चाहिँ अरू व्यक्तिहरूलाई पनि के गर्दछ? आशिष मिल्दछ। देख्ने, सुन्ने, जान्ने, भेट्ने, चिन्ने सबै व्यक्तिहरूको जीवनमा चाहिँ परमेश्वरबाट आउने प्रेम र नम्रताले के गर्दछ? आशिष झल्काउने, देखाउने काम गर्दछ। त उनीहरूले, परमेश्वरले भन्नुभयो कि म चाहिँ तिमीलाई यो हृदय हालिदिनेछु, नयाँ हृदय दिनेछु भनेर भन्नुभएको। प्रिय, म तिमीहरूलाई, इजिकियल 11:19मा मैले अघि पढेँ, म तिमीहरूलाई एउटै हृदय दिनेछु र तिमीहरू विरुद्ध नयाँ आत्मा हालिदिनेछु। परमेश्वरको हृदय र परमेश्वरको आत्मा एउटै जब हालिदिनु भयो भने चाहिँ हामी परमप्रभुका असल सेवक सेविकाहरू बन्न सक्छौँ, जसले परमप्रभुको सेवा गर्न सक्दछौँ। परमेश्वरको काम एउटै हृदयले जब गर्दछौँ, त्यहाँ चाहिँ के हुँदैन? विभाजन हुँदैन, झगडा हुँदैन, त्यहाँ आपसी द्वन्द्व हुँदैन। प्रिय, समझदारिताको कुरा, प्रेमको कुरा र नम्रताको कुराले परमेश्वरमा एकता ल्याउँछ, जसले गर्दा परमेश्वरको महिमा हुँदैछ। हालेलुया। दोस्रो नम्बरमा, साँचो परिवर्तन बाहिरी होइन, भित्रबाट सुरु हुन्छ। परमेश्वरले हाम्रो हृदय परिवर्तन गर्न आवश्यक छ। किन भन्दा साँचो परिवर्तन बाहिरबाट होइन, भित्रबाट सुरु हुन्छ। मैले अघि नै भने प्रिय, हाम्रो चेहरा, हाम्रो रूप, हाम्रो शरीर, हाम्रो बनावटले चाहिँ मानिसहरूलाई केही पनि फरक पार्दैन। प्रिय, जब हाम्रो हृदय परिवर्तन हुन्छ तब मात्र मानिसहरूलाई त्यो कुराले प्रभाव पार्छ। जब परमेश्वरको प्रेम र नम्रतामा हामीमा आउँछ अनि परमेश्वरको आशिष चाहिँ हाम्रो जीवनबाट बग्न थाल्दछ। क्रोध, रिस, घमण्ड र अहङ्कार, पापले के गर्दछ? भित्र जडा गाडेको छ भने प्रिय, त्यही खराबी कुरा नै बाहिर निक्लिने गर्दछ। त उनीहरूले बाहिरी रूपले चाहिँ मानिसलाई केही पनि परिवर्तन हुँदैन। भित्रबाट के हुन्छ? असल कुराहरू अथवा आशिषका कुराहरू बग्न थाल्दछ। त्यो नै के हो? साँचो परिवर्तन हो। असल परमेश्वरको हृदयले के गर्दछ? साँचो, असल, सत्य कुराहरू के गर्दछ? बाहिर निकाल्दछ
र देखाउँदछ हाम्रो जीवनबाट, त्यसले हाम्रो जीवनलाई के गर्दछ, आशिषमय बनाउँदछ। मानिसले बाहिरी रूप हेर्छ, तर परमेश्वरले कहिले पनि हाम्रो हृदयलाई हेर्नुहुन्छ प्रिय। विश्वासको जीवन हृदयको परिवर्तनबाट सुरु हुन्छ। जब तपाईँ र मेरो हृदय परिवर्तन भएको छ अनि हाम्रो विश्वासको जीवन चाहिँ विश्वासको वास्तविकता चाहिँ के हुन्छ, हाम्रो जीवनबाट देखिन थाल्दछ। अरू व्यक्तिहरूले पनि के गर्दछ, देख्दछ प्रिय। त उनीहरूले 1 सामुएल 16:7 भन्छ, मानिसले बाहिरको रूप हेर्छ, तर परमप्रभुले चाहिँ हृदय हेर्नुहुन्छ। मैले कसैसँग नम्र कुराहरू, नम्र हृदयले बोलेँ, मिठो बोलीले बोलेँ भने बाहिरी व्यक्तिहरूले ओहो फलानु व्यक्तिले कति असल, मिठो, नम्र भएर बोल्छ भन्ने लाग्छ। तर मेरो हृदय नै परिवर्तन भएको छैन प्रिय। म परिवर्तन भएको छैन भने परिस्थिति अनुसार म रिसाउन सक्छु, घमण्ड र खराब कुरा अगल्न पनि सक्छु प्रिय। तर हृदय नै परिवर्तन भएको छ भने उसले हरेक कुरालाई के गर्दछ, परमेश्वरको अधीनता विरुद्ध, परमेश्वरको डर विरुद्ध, परमेश्वरको विवेकको अन्डरमा चाहिँ के गर्दछ, आफैलाई कभर गर्ने काम गर्दछ। त उनीहरूले उसको जीवनबाट के हुन्छ, खराब कुराहरू बग्दैन प्रिय। त उनीहरूले हृदय चाहिँ परिवर्तन हुन आवश्यक छ। साँचो परिवर्तन बाहिरबाट होइन, हृदयबाट सुरु हुन्छ मेरो प्रिय। 13 नम्बरमा हाम्रो हृदय परमेश्वरले परिवर्तन गर्न आवश्यक छ। किन थाहा छ भने नयाँ आत्माले परमेश्वरको बाटोमा चलाउँछ। जब हामीमा पुरानै आत्माले काम गरिरहेको छ भने हामी परिवर्तन हुन सक्दैनौँ प्रिय। हामी त्यही मार्गमा नै, त्यही बाटोमा नै उस पुरानै आत्माले हामीलाई गर्न लगाएको अथवा अधीनता विरुद्ध राख्न लगाएको काम चाहिँ हामीले गर्नै पर्ने हुन्छ। उसको अधीनता विरुद्ध हामी बस्नै पर्ने हुन्छ, रहनै पर्ने हुन्छ होइन। आत्मा परिवर्तन भएको छ भने नयाँ आत्माले के गर्छ, नयाँ ज्ञान गुणका कुराहरू, नयाँ दिशातिर हामीलाई के गर्दछ, डोडाउने काम गर्दछ। त उनीहरूले हाम्रो आत्मा परिवर्तन हुन आवश्यक छ। परमेश्वरको आत्माले हामीलाई सही निर्णय दिनुहुन्छ, पवित्र जीवन जिउन र उहाँको इच्छा पुरा गर्नलाई के गर्नुहुन्छ, सहायता गर्नुहुन्छ। त उनीहरूले रोमी 8:14 भन्छ, परमेश्वरको आत्माले डोडाएका सबै परमेश्वरका छोराछोरी हुन्। आमेन। जसलाई परमेश्वरको आत्माले डोडाउनुहुन्छ र उसले असल कार्यहरू, सही बाटो, सही विवेकले सही बाटो हिँडिरहेको हुन्छ, सही काम गरिरहेको हुँदछ। त उनीहरूले उसले सधैँभरि परमेश्वरको इच्छालाई बुझ्ने कुराहरूमा के गर्दछ, आफैलाई र आफ्नो शरीरलाई लगाम लगाउने काम गर्दछ। परमेश्वरको इच्छालाई बुझ्ने काम गर्दछ। त उनीहरूले परमेश्वरको आत्माबाट डोडाएको व्यक्ति परमेश्वरको डर भएमा आफैलाई समर्पित गरी जीवन जिउन सिकेको हुँदछ प्रिय। त उनीहरूले हाम्रो जीवन, हाम्रो आत्मा परिवर्तन गर्न, हाम्रो हृदयलाई परिवर्तन गर्न आवश्यक छ। नम्बर 4 नम्बरमा नयाँ हृदयले प्रेम र क्षमा सिकाउँछ। हाम्रो हृदय परमेश्वरले परिवर्तन गर्न आवश्यक छ। किन भन्दा नयाँ हृदयले प्रेम र क्षमा सिकाउँछ। हामीमा पुरानो हृदय छ, त्यो पुरानो हृदयलाई परिवर्तन गरेर नयाँ हृदय बनाउन, जसले चाहिँ के गर्दछ, प्रेम र क्षमा सिकाउँदछ मेरो प्रिय है। अनि पुरानो स्वभावमा हामी बदलाको भावनाहरू आउँदछ। हामीमा धेरैचोटि खराबी गर्नेको विरुद्ध हामी खराबी गर्ने षड्यन्त्रहरू, जालहरू बनाइरहेका हुँदछौँ, विचारहरू गरिरहेका हुँदछौँ प्रिय। किन भन्दा त्यो मानवीय स्वभाव हो है। हामीमा रहेको पुरानो आत्माले नै हामीलाई कन्ट्रोल गरिरहेको हुन्छ। त्यही बदलाको भावना, त्यही कुरा नै सिकाइरहेको हुँदछ। जब परमेश्वरले हाम्रो आत्मालाई परिवर्तन गर्नुहुन्छ, हृदयलाई परिवर्तन गर्नुहुन्छ, हाम्रोमा नयाँ आत्मा सृजना गर्नुहुन्छ, अनि त्यसले के गर्दछ, क्षमाका कुराहरू, प्रेमका कुराहरू सिकाउँछ। खराबीको बदला प्रेम, भलाइ र प्रेमले के गर्दछ, पुरा गर्दछ। खराबी गर्नेसँग खराबी होइन, भलाइ र प्रेमले के गर्दछ, एकता र मिलापमा ल्याउँदछ प्रिय। त उनीहरूले कलस्सी 3:12-13 हामी हेर्ने हो भने एक अर्कालाई सहेर क्षमा गर। सहनशीलता आउँदछ परमेश्वरको छोराछोरीहरूमा। परमेश्वरले जब उहाँको आत्मा हाल्नुहुन्छ हामीमा, क्षमाको हृदय, प्रेमको हृदय, एक अर्काप्रति सहनशीलताको हृदय, सहने बानी व्यवहारहरू हामीमा उत्पन्न हुँदछ प्रिय। परमेश्वरबाट परिवर्तन भएको हृदयले अरूलाई क्षमा गर्न, प्रेम गर्न र जीवन
सेवामा जीवन जिउन के गर्दछ, सिकाउँदछ। त हुनाले हाम्रो परमेश्वरले हाम्रो हृदय परिवर्तन गर्न चाहिँ आवश्यक छ। हाम्रो हृदय जब हृदय परिवर्तन भएन भने हाम्रो जीवनबाट, हामी मानिसहरूको जीवनबाट कुनै पनि असल कुराहरू बग्न सक्दैन। असल कामहरू हामी आफ्नो विवेक र पुरानै आत्माले गराउन लगाउँदैन प्रिय। किन भन्दा उसले आफ्नो अधीनता, खराबी कुरा नै हाम्रो जीवनबाट हामीलाई गर्न बाध्य बनाइरहेको हुँदछ। त हुनाले हाम्रो हृदय परिवर्तन गरेर परमेश्वरको आत्माले भरिन चाहिँ हामी आवश्यक छ। मेरो प्रिय, यसको मतलब तपाईँ अनि मैले पूर्ण, साँचो र सत्य रूपमा परमेश्वरलाई चिन्न, जान्न र उहाँलाई पछ्याउन र उहाँको वचन पालन गर्न र उहाँको वचनको आज्ञाकारितामा पवित्रताको जीवन जिउन आवश्यक छ, जसको माध्यम भनेको परमप्रभुमा भरोसा र विश्वास गर्नु हो। मेरो प्रिय, तब मात्रै परमेश्वरका पूर्त येशूलाई जब तपाईँ मैले हाम्रो हृदयमा पूर्ण रूपमा स्वीकार गर्दछौँ र उहाँको वचन अनुसार आज्ञाकारिताको जीवन जिउँदछौँ, आफूलाई नै परमेश्वरमा पवित्र राख्दछौँ, अनि तब मात्र हामी के गर्दछौँ, हाम्रो हृदय परिवर्तन हुन्छ र परमेश्वरले आफ्नो आत्मा हामीमा हालिदिनु हुँदछ, जसले हाम्रो जीवन आशिष फलदायक बन्दछ। आमेन। यो वचनको सट्टीको म तपाईँहरूलाई लिन चाहन्छु। यसरी बताउँछ, परमेश्वरको सबैभन्दा ठुलो काम चाहिँ बाहिरी अवस्था बदल्नु मात्र होइन, हाम्रो हृदय बदल्नु हो। जब परमेश्वरले नयाँ हृदय दिनुहुन्छ, हाम्रो सोच, बोली, वचन, व्यवहार परिवर्तन हुन्छ। नयाँ हृदय पाएको मानिस परमेश्वरको इच्छा अनुसार नयाँ जीवन जिउन सुरु गर्दछ। आमेन। परमेश्वरले तपाईँहरू सबैलाई यो छोटो वचनमा प्रशस्त आशीर्वाद दिउन्। जय मसीह मेरो प्रिय। गड ब्लेस यु, all of you.